म यस क्षेत्रमा विगत केही वर्षबाट होटल सञ्चालन पहिलो पटक गर्ने आदरणीय बुवासँग जोडेर बुवा नमस्ते। नमस्ते नमस्ते। हजुरको शुभ नाम बुवा? मेरो धर्म रगाया। आराम हुनुहुन्छ? आरामै छ हजुरले भनौँ। कति वर्ष भयो तपाईँ यो क्षेत्रमा बसिरहेको पर्यटक स्थल घोषणा भएको? भइसक्यो मस्तै। पहिला सानो गोठन थियो नै थियो मेरो पसल थियो पहिल्यै। हजुर। म पछि सङ्कटकालमा म छोडेर इन्डिया गइयो। इन्डिया जानुभयो? दबाब पऱ्यो। हजुर। सङ्कटकालमा माओवादी उनलाई राणाथालाई खाडल खनिसँग डम्फिन पुलिस राणासुर उनलाई। हजुर। सेनाहरू उनलाई राणासुर माओवादी पाल्नलाई यसलाई फायर गर सेनाहरू उनलाई। हजुर। 6 सालसम्म छोडेर म इन्डिया गएको। 6 साल जवान छोडेर इन्डिया जानुभयो? हजुर हजुर। जसै म पछि शान्ति भयो इन्डियाबाट 6 सालको बाद आउँदाखेरि शान्ति हुँदाखेरि पछि ठुल्को बनाइयो। फेरि होटल सञ्चालन गर्नु? फेरि आइकन सञ्चालन भयो। म पछि यीहरू म पछि लाग्यो अरू होटलहरू भयो। बुवा यहाँ पर्यटकहरू कतिको आउने गर्छन्? पर्यटकहरू अब रोडसम्म त मान्छे आउँदैन। रोड अब बर्खा सिजन भयो, रोड कच्ची छ, खोला नाला आइराखेका छन्। लगभग 2-3 महिना त दोकानको थप्पै रहने जस्तो अवस्था छ। खोला नाला आउने असारदेखि साउन भदौ असोज कार्तिक तक थपक्क हो यो। 4 महिना थपक्कै? 4 महिना थपक्क। 4 महिना हामीले खालि व्यवसाय तिर्नुपर्छ नि। खालि पैसा तिर्नुपर्ने? भाडा। किन बुवा यो किन थप्प बस्नुपर्ने अवस्था छ? रोड विषय मान्छे चल्दैन, गाडी आउँदैन रोडका लाग्दा। स्थानीय सरकार छ, प्रदेश सरकार छ, संघीय सरकार छ, बुवा कतिको हेरिरहेछन् त्यसलाई? सरकारले के हेरे भनौँ अहिले 5 सालभित्रै यो रोड पिचुने हो। जै गरेको थियो कि यहाँ 0 घन्टामा 5 सालदेखि पिचुनेवाला हो। आतासम्म भइरहेको छैन, एकै ठाउँ पनि भइरहेको छैन। एकै ठाउँ सुरुवातै भइरहेको छैन। तिनीहरू खाएर कहाँ गया ठेकेदार एक त पर्यटकीय स्थलसम्म जानलाई पनि गाडी पुग्दैन रहेछ बुवा। यहाँबाट लगभग 1 किलोमिटर हिँड्नु पर्ने, 1 घन्टा जति हिँड्नु पर्ने अवस्था रहेछ। मझै पनि तल झाडौँ हुने छ भने अझै तल डल्लेन भन्ने बिस्तार उता सराउँदै जाने भन्ने भयो। उदो सार्ने नै हो। कोही न कोही हाम्रो मान्छे भारी फुल्लो झोला होला बोक्न पनि पाउँछ कि भन्ने भावना थियो। तपाईँले होटल सञ्चालन गर्दा यहाँ कतिवटा होटल थियो? कस्तो थियो? पहिला त कोही आउँदैन थियो। उति बेला हिँड्ने डुल्ने गाउँको माराको मान्छे आउँथ्यो, त्यति मान्छे चल्दैन थियो। यो पर्यटकीय स्थल छ नि त रामारोशन, कसले बनायो जस्तो लाग्छ? कसको इतिहास हो यो? मुख्य रामारोशन नाम राख्यो हजुरले पनि थाहा होला हजुर, किनभने जन्मीदेखि रामारोशन नाम राख्ने भीमराव रामारोशन पाउनु। रामारोशन पर्यटक क्षेत्र भने नाम रामारोशन पर्यटक क्षेत्र भने नाम राख्ने भीमराव यहाँको। भीमरावले के कति गरे? अरू गरे केही नै, त्यति नाम राख्यो। 1-2 चोटि उठ्दाखेरि अब सङ्कटकाल लागू भयो, बन्द भयो। पछि अब यीहरूले पनि रामारोशन पर्यटन भन्यो। त्यो काम सञ्चालन फ्याक्ट्रीले रोड बनाइदियो, यत्रो गाडी पुग्ने। अरू कसै सरकारले बनाएको होइन। रोड पनि भयङ्करताको रोडमा नि भयङ्कर ठुल्ठुला ढुङ्गा देख्ने बुवा। हामीले के हो त्यो हामीले हाल्डाखुल्डी धेरै हातले बनाएर रोड हो यो। कोही डोजर हालेको होइन, कोही दानामेट चढाएको होइन, हामीले खालि हातले बनाएका हौँ। तपाईँ लाग्नु भएको छ रोड बनाउँदा? हामी हौँ। यो खोलाउँदाको गेबिन बनाउने हामी हौँ। एसपी ग्रुप बनिराखेपछि तैँले सनानी गाउँको कोही बिचौँ खोलो छ नि त, त्यो गेबिन बनाउने हामी हौँ। त्यसो हो। यो रोड गाड्ने हामी हुने, लडा बाँधेर पक्खानमा झुडेर लडाइँ पनि घनलेर लडा पनि मिल्या भाइ थियो संस्थाले। घन सबै त्यहाँ रोड लडा कसेर फुटालियो रोड बनाएका। तपाईँको जन्मै यही बाबु? हाम्रो जन्मै यही हो। तपाईँ कति साल हुँदा होटल सञ्चालन गर्नुभएको थियो? म त कमसेकम 40 होला। 40 हुँदाखेरि सञ्चालन? अहिले कति? 40 के 30-35 भइगयो मेरो त। अहिले कति पुग्नु? अहिले म त 68 हुँ। 68 भनेपछि 20 वर्ष 25 वर्ष जति होटल बढी भइगयो। मेरो सानो पसल राखेको त बढी भइसक्यो। यदि बुवा रोड बनाएपछि मान्छेहरू दिनकै हालन्? रोड पक्की बनाए त बर्खाले आउँछ नि मान्छे। बर्खाले आउँछ। आजकलको सिजनमा त गर्मी सिजनमा हावा खानु पनि आउँछ मान्छे। गर्मी ठाउँको मान्छे ठन्डामा रमाउने भइगयो। यो जङ्गलमै रमाउँछ विदेशीहरू। रोड पक्की भए त बर्खा सिजनमा आउँछ। तर रोडका लाग्दा एकपल्ट राखेको मान्छे फेरि नआउँदो भइसक्यो। यहाँ रोडै छैन भन्छन्, कोही गाडी पिच्छे भन्छन्, कोही गाडी ठोक्यो भन्छन्। धेरैका दुर्घटना पनि भयो होला नि? दुर्घटना आजसम्म भएको छैन। यो रोडमा भएको छैन। हुनेवाला रोड पनि छैन। यो हाम्रो समर्थै हो।
कोही चट्टान छैन, गाडी छैन, भिड छैन। बिचमा जङ्गल पनि रहेछ, राति आयो भने डर लाग्ने रहेछ। तर आउनलाई त रमाइलो हो। नै बाटो त आउनलाई हस्, अब बाइकमा आउने मान्छेलाई त धेरै गाह्रो रहेछ बिचमा। आउनु हस् त ल, त्यति गरौँ, के गरौँ अरू। के भन्न चाहनुहुन्छ सरकारलाई बाजे? सरकारलाई के भन्न चाहनुहुन्छ? सरकारले के भनौँ, हाम्रो केही भनेको कुरो लाग्ने पनि नै। हामी हलिवालाको केही लाग्छ, केही लाग्दैन। लाग्दैन है? लाग्दैन। ल बाजे, हामीले चिल्लानु मात्रै। हस् ल, हस् हस्, धन्यवाद। हस्, ठिक छ।